रश्मि पेन्डरू र के अरे योगेन्द्र राणा भाटको चाहिँ कुरा चलिरहेको छ। सुन है तिमीहरू, बिग्रेका पुरुषहरू, साला कुत्ता कुकुरहरू, र सुन त बिग्रेको छालाको के अरे गालाको छाला र तल्लो गाला रन्काउने त बेसाइमाहरूले ध्यान दिएर सुन है। एउटा अहिले चाहिँ ध्यान दिउँ हाम्रै रश्मिलाई होइन। रश्मि, तिमीलाई नि कति वर्षसम्म बसेर पछाडि 4 वर्ष पछाडिको प्रेम सफल भएको अरे होइन। अनि अहिले अमेरिका गएर तिमीलाई चाहिँ ठुलै ठाउँ गयो भन्छौ। त्यो अमेरिका गएर अमेरिकामा घर किनेर त्यही सेटल डाउन भएको मान्छेलाई त केही गर्न सक्दैन। अब तिमी नेपाल जाने पर्यो। अब तिम्रो त्यति साह्रो तल्लो गाला चिलाएको भए तुरुन्तै बुढोसँगै बस्दा हुन्छ त नि। एउटा हुने यहाँ भन्ने ठाउँको रहेछ तिमीहरू होइन त। अनि बुढाले पनि धम्की दिएको। अब बुढाको त्यस्तो बाहिर निकालेको छ होइन। बुढाले त्यो कति रिसको आवेशमा भन्यो होला बिचरा। नर्मल ऊ डिप्रेसन हुनु, ब्लक गरेपछि उसलाई पिर हुनु स्वाभाविक कुरा हो। आफ्नो श्रीमती बाहिर छ होइन, बिरानो देशमा छ, के गर्छ कसो हुन्छ भनेर उसले पिर लिनु स्वाभाविक कुरा हो। तर तिमी चाहिँ तिम्रो गाला साह्रै रन्काउनु मन लागेको भयो, खुरुकै नेपाल गएर बुढासँग बस्दा हुँदैन। सामाजिक सञ्जालभरि अब आमामा यस्तो अब चर्चित भयो भनेर अझ हुनु त यस्तै गरी चर्चा खाएकोहरूलाई नै सबैले हाई हाई भन्ने हो होइन। अमेरिकामा जाने एउटा स्टुडेन्टमा गएर होइन, स्टुडेन्टमा गएको व्यक्ति त्यस्तो गर्न सक्छ र? खुरुक्कै त्यो नेपाल फर्केर के अरे तेरो बुढालाई न्याय दिए त भाइ।